अनि जाँदाखेरि उहाँहरू पेनमा हुन्थ्यो, एकदम दुखिरहेको हुन्थ्यो, तर पनि हाँसिरहनु भएको थियो। हाँसिरहनु भयो मतलब अब खुसी हुनुहुन्थ्यो क्या भित्रबाट। अनि मैले भाइलाई सोधेँ, अनि किन हाँसिरहेको भाइ भनेको, जित हाम्रो भयो नि त, जित हाम्रो भयो नि त। उसको छातीमा गोली लागिरहेछ, यता पनि ओरिरहेछ, कोही यता आँखा। अस्ति एउटा केस थियो, आँखै दुइटै आँखा घुमेको, या दुइटा आँखाबाट टियर ग्यासले होइन, दुइटा गोली आँखा दुइटाबाट छिरेर नाकबाट निस्केको एउटा भाइको, यहाँ वीरमा हुनुहुन्छ ट्रमामा। अनि उहाँले त मेरो त अनि चिन्नुभयो मलाई, भाइ भनेको बोली सुनेर आशिका दिदी होइन भन्नुभयो, आँखा त देख्नुहुन्न। अनि यस्तो समातेर मेरो हात लगाएर छातीमा राख्नुभयो कि म एकछिनसम्म रोएँ कि त्यो भाइको त्यो अवस्था देखेर। अनि उसलाई त्यो भित्र कति पेन भइरह होला क्या, त्यो आँखाबाटै उसले दुइटा आँखा गुमायो नि त होइन। त्यो पेन देख्दा चाहिँ मैले आफूलाई कन्ट्रोल गर्न सकिनँ। अनि म पिस्कन रुवा थिएँ। अनि त्यहाँको सिस्टरहरू, वरिपरिको सिस्टर सबैजना आउनु भएको थियो। आम सरी अनि आउनु भएको थियो होइन। अनि त्यो किसिमको चाहिँ पीडा छ क्या उहाँहरूमा। अब त्यो भर्खरको 20-21 वर्षको भाइ, अब उसले अब फेरि आँखा देख्न सक्दैन। एउटा भाइ हुनुहुन्थ्यो, प्लेयर्स हुनुहुन्थ्यो, अनि त्यो फुटबल प्लेयर खुट्टा उसको अब चल्दैन होइन। अनि एउटा खुट्टा काटिएको भाइ छ, धेरै छ त्यस्तो भाइहरू।